यो हो नयाँ बानेश्वर र यो चाहिँ वडा नम्बर 10 र अहिले म जहाँ छु त्यो ठिक यता हो अर्थात् म छु अहिले टेक्सपायर कलेजमा र यो हो नेपाली स्कलरशिप well if you deserve it you will definitely get it well this is टेक्सपायर कलेज like I said and हामीहरुसँग चाहिँ यहाँको स्टुडेन्ट हुनुहुन्छ सजिन काफले सजिन कि सजन हो सजिन नाइस मिटिङ यु हैन I like your style नाकमा फुली पनि छ कानमा मुन्द्रा पनि छ हातमा ट्याटु पनि छ सो कलेजले के चीज गर्दैन भने No, college is just friendly. हो Everything is fine over here. It doesn't judge you as based on your personality, looks. It's just that we provide good study and better future. हो र and I like your style too है Thank you. सबसे युनिक छ तिम्रो even his pant he's actually designed it himself it's not the usual kind हल्का belly button हल्का boot cut I like your style bro Thank you. अब हामीलाई कहाँ गउनु त अब हामी जाँदैछौँ रिसेप्सनमा So let's head into the reception. let's go so this is your college's reception दुईटा टाइम रहेछ यार नेपाल र मलेसिया भनेर भाइ Yes, because we are affiliated with Asian Pacific University and त्यही कारणले so we got to time. मलेसियन युनिभर्सिटी कतिको गाह्रो छ सजिलो छ बाइ द वे It's not that tough. It depends on how you study and just you अनि बाइ द वे तिमीले के पढिरहेछौ म BSc IT गर्दै हो बिएससी आइटी आइटी नै IT. यु थिङ्क देयर इज अ फ्युचर फर आइटी हो Yeah, I do. एआईबाट डर लाग्छ जब खाइदेला पाउला नपाउला No, Huh? not at all. हो अलराइट सो वी क्यान गो मुभ फरवर्ड हेलो म्याम सो सजिन हामीहरू यहाँ रिसेप्सनमा त सक्यो. तिमीले बुझाइदियौ होइन अब आई सी वान क्लासरुम देयर आई सी अनदर वे देयर अब हामीहरू जाने चाहिँ कहाँ माथि कि कता जाने हामी अब let's go into our left हैन Huh? यो चाहिँ Hive हो. Okay. So it's basically a co-working space जहाँ चाहिँ Alright. स्टुडेन्ट्सहरू काम गर्दै हुन्छ त्यहाँ वर्क गर्ने हुन्छ. So म चाहिँ अब तपाईँहरूलाई लाँदैछु म भन्दा पनि जो चाहिँ यहाँ धेरै टाइम स्पेन्ड गरिराख्नु तिमी भन्दा नि धेरै उहाँको चाहिँ मोर पोटेन्सियल इन दिस ओके यो स्पेसमा त्यहाँ भित्र हाइभमा सो उहाँलाई नै भेटाउँछु. लेट्स गो सो दिस इज हाइभ यस इट्स अ हाइभ अनि यहाँ चाहिँ? यहाँको जो पोटेन्सियल मैले भनेको थिएँ अघि कुरा गरेको थिएँ उहाँ चाहिँ यहाँ ओहो समरेशन मेरो भाइ उहाँको पोटेन्सियल उहाँ त एकदम पोटेन्सियल भएकै मान्छे हो नि के छ समरेशन वान मोर टाइम इट्स सो गुड टु सी यु आफ्टर इयर्स होइन झन्डै 1 वर्ष भयो होला तिमीसँग नभेटेको तर काम गरेको धेरै काम गरेँ अब हाइभमा तिमी छौ भनेर भन्नुभयो यहाँ बसेर चाहिँ गर्छौ के यहाँ बसेर चाहिँ एक्चुअलीमा हाइभ म्यानेजमेन्ट चाहिँ हाम्रो टिमले गर्छ त्यो कलेजमा अफिस अफ इनोभेसन एन्ड इन्क्युबेसन भन्ने टिमले सो त्यो टिममा म पनि छु सो वी कलेक्टिभली 5 जना मिलेर चाहिँ को छन्? म्यानेज हाइभ समरेशन सुनिभा सूचना रियाना अनि सुरज सर हु लिड्स द डिपार्टमेन्ट अलराइट सो वाट इज द अब्जेक्टिभ यो हाइभको सो हाइभको मेन अब्जेक्टिभ भनेको चाहिँ इट्स अ कोवर्किङ स्पेस जुन चाहिँ एक्सक्लुसिभली फर टेक्सपायरको स्टुडेन्ट्स ओके सो टेक्सपायरको स्टुडेन्ट्सहरूले चाहिँ आफ्नो भेन्चर्सहरू गरिरहेको छ फ्रिल्यान्सिङहरू गरिरहेको छ भने चाहिँ दे निड अ स्पेस टु वर्क अलराइट सो त्यो स्पेस टु वर्क जहाँ पनि पाइँदैन होइन यो हाइभ चाहिँ यस्तो स्पेस हो जहाँ चाहिँ दे क्यान बुक द टेबल अनि उनीहरूको टिमहरू आएर चाहिँ यहाँ मजाले काम गर्छ डेली बुकिङ हुन्छ कि हुँदैन अनेस्टली टेल मी अनेस्टली डेली बुकिङ हुन्छ कि हुँदैन विकली लगभग 3-4 डेज चाहिँ डेली नै हुन्छ ए 2 दिन त छुट्टी नै होला स्याटरडे सन्डे त्यस्तो हुँदैन स्याटरडे सन्डे छुट्टी छ कि छैन हाम्रो कलेज छैन स्याटरडे मात्र हो सो भनेपछि 5 डेजमा 4 डेज जस्तो सरी 6 डेजमा 4 डेज जस्तो चाहिँ यु गाइज आर बुक्ड न फुल्ली बुक त हुँदैन एउटा दुइटा जतिवटा टेबल चाहिँ नि 50% जस्तो हुन्छ ओके आई सी अल दिस मल्टिप्लग्स एन्ड वायर्स एन्ड वाट नट यो चाहिँ हरेक टेबलमा पाउँछौँ कि यो तिमीहरू आफैले लिएर आउनु पर्ने होइन एज रिक्वेस्टेड टेबल्सहरूमा चाहिँ हामी प्रोभाइड गरिदिन्छौँ अलराइट सो तिम्रो यो 4th इयर थर्ड इयर 3 इयर्स डिग्री हजुर सो 3 years degree in Texpire College. How is it? How is the experience? 3 years सो टेक्सपायरको एक्सपिरियन्स भन्दा चाहिँ अब फर्स्ट इयर चाहिँ अलिकति नयाँ नौलो थियो होइन अब +2मा जस्तो तरिकाले पढिरहेको थियो त्योभन्दा बेग्लै पढ्न पाइयो अनि फरेन डिग्री होइन नयाँ नयाँ कुराहरू रहेछ अनि प्लस यहाँको एउटा कल्चर चाहिँ के मन परेको थियो भन्दा हामी यस्तो ओरिएन्टेसन भयो इन्डक्सन क्लासेसहरू भयो त्यो ओरिएन्टेसन इन्डक्सन क्लासेसमा चाहिँ टेक कलेजहरूमा इन्डस्ट्रीबाट डेभलपर्सहरू बोलाउँछ ओके यहाँनिर सिटिओहरू बोलाइयो कि सिधै चिफ टेक्निकल अफिसर अफ एभ्री कम्पनी हजुर सिटिओज एन्ड सिइओज अनि सिनियर डेभ्सहरूलाई चाहिँ बोलाएर लाइक
फुल एक्सपोजर टु वाट दे आर वर्किङ उनीहरूको दे अल्सो नो यु ल तिमीले त उहाँलाई चिन्यौ उहाँले पनि तिमीलाई चिनेको छैन संरक्षणलाई हो जस तिमीले कनेक्सन बनाइसक्यो यु क्यान एक्चुअली रिच आउट टु देम सिरियसली यु नट ब्लफिङ छैन साँच्चै कन्ट्याक्ट हुन्छ मलाई 2-4 जनाको चाहिए पनि रहेछ होइन सो बेसिकली I've seen you very funky in your first year, second year, and third year around. This is the simplest I've seen you so far. I'm actually amazed. The hair was long, the person was different. Now I see a different person altogether. टेक्सपायर को के पढाइको तनावले गर्दाखेरि चस्माको आँखाको नम्बर बढाएको छ कि के छ होइन अब जस्ट अफिसियल वर्क्सहरूमा धेरै लाग्न थाल्यो सो अलिकति सिम्पल ए भनेपछि अब कर्पोरेट सेक्टरतिर प्रोफेसनल हुन थाल्यो हल्का ल इट्स गुड टु सी यु ग्रो थ्याङ्क यू ल तिम्रो हाइट पनि हेऱ्यो हाइट टप रहेछ नि त हाइट होइन सो अब कहाँ लाँदैछौ त अब चाहिँ म किनबाल लेक्चर हल लाँदैछु सो Where's Kinabalu so lecture? it's on the top over there. Okay, let's go. Jump. So, code space रहे नि त माथि आउँदा आउँदै हजुर कोड स्पेस जहाँ चाहिँ यहाँ कोडिङहरू हुन्छ सो फर्दर वी हेभ बाइट स्पेस एन्ड डिजिटल डेन एट द Digital den. कर्नर Oh. डिजिटल डेन भन्छ So, सबै कोडर्स कोडिङ एन्ड देन कम्प्युटर युज गर्नुलाई तिमी चाहिँ कहाँ हुन्छ बेसिकली बेसिकली म हाइपमा हुन्छ कि कोड स्पेस हुन्छ कि Kinabalu हल चाहिँ बेसिकली मेरो फेभरेट स्पट चाहिँ आई क्याफे हो विच इज इन द ब्लक सिधै क्याफे Let me see. Let us see the Kinabalu hall. Alright? अनि this is your Kinabalu hall. हजुर यो चाहिँ किनबाल लेक्चर हल अनि उहाँहरू चाहिँ उहाँहरू चाहिँ स्टुडेन्ट्सहरू उहाँहरूको चाहिँ अहिले क्लास सकिसकेको छ उहाँहरूको अनि त्यही भएर उहाँहरू बसिराख्नु भएको छ Okay. अनि हामीसँग चाहिँ all together we got 5 lecture halls. 5 lecture halls as big as this. Yeah, as big as this. As bigger than this as well. Bigger than this. Yeah, one is very bigger. हो Yeah. अनि यो चाहिँ तपाईहरुकै क्लासको साथीहरु हो कि हजुर मेरो तपाईकै ब्याचमेट हो Oh yes, they are my batchmate. Next section. अनि यहाँ ब्याचमेटमा सबैभन्दा टपर को हुनुहुन्छ कुनामा छ कुनामा लास्ट बेन्चर पुरा सिरियस भएर दिइरहेछ ऊ चाहिँ मेरो भाइको नि भाइ हो कि हजुर हैन सो 5 वटा हल्स 5 वटा हल अनि यहाँ जुनसुकै हलमा गएर पनि मजाले तपाईहरु आफ्टर क्लास So class yeah. क्लास चाहिँ बन्द गर्न No only पाइयो hall, any classroom you can stay. हो र College to Chill छ हजुर You can actually use वाइफाई नै चलिरहेछ Yeah, क्या college Wi-Fi everywhere. हो We have increased more in coming years. हो र पहिला जुन लेभलको त्यो नेटवर्क त्यो लेभलको छैन अहिले स्लो छ कि फास्ट छ धेरै कि फास्ट अहिले ठिकै छ। लागि चाहिँ अब अझै इम्प्रुभ गर्दै जान्छ बसेर नेटफ्लिक्स एन्ड चिल पनि हुन्छ यस हुन्छ अहिले No, लेटेस्ट सिरिज कुन हेरेछ सोशल मिडियाहरू चाहिँ लाइक ब्यान गर्दैछ लेटेस्ट सिरिज कुन हेरेछ तिमी मैले लेटेस्ट मैले हेरेको छैन हेरे हैन न भ्याएन न किन भ्याएन सब पढाइ? काम पढाइ ए। सबै अनि 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 म्युजिक भिडियोहरु पनि हेर्छ म्युजिक पनि सुन्छ बजाउँछु पनि कुन चाहिँ बजाउँछ यो र बेसिस हो र ल अनि 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 फेभरेट आर्टिस्ट को हो तिम्रो आर्टिस्ट पर्सनली त्यस्तो ब्यान्ड चाहिँ म गन्स एन्ड रोजेस गन्स एन्ड रोजेस हो कुन चाहिँ गीत मन पर्छ गन्स एन्ड रोजेस को नोभेम्बर एन्ड November Rain, Sweet Child of Mine. Oh, I used to listen to a lot of Guns N' Roses, man, when I was in school. Forever Green, Ozzy. man. हैन Ozzy Osbourne पनि सुन्छ Oh wow. कुनै त्यो गाना Paranoid हैन is one hell of a song. And I used to listen to a lot of Ozzy Osbourne too. तर lately चाहिँ अहिले कम भएको छ ल let's see more. के छ बहिनी ठीक छ भाइले तपाईलाई भेट भन्नुभयो तपाईँ यहाँ भेटाउनु हुन्छ भनेर हजुर सो यो चाहिँ टेक्सपायर कलेजको कुन चाहिँ विङ हो यो चाहिँ ब्लक सी हो ब्लक सी हजुर अनि अघि मैले भाइलाई भेटिरहेको चाहिँ अनि अघि चाहिँ भेटेको ब्लक एबाट भेटेको ब्लक ए हो उहाँहरूले कतिवटा हल छ भन्नुभयो यार तपाईँको 5 वटा हो? हजुर रमाइलो हुन्छ हलमा हुन्छ चाहिँ के हलै हल छ यार। लेक्चरहरू सबै क्लास कम्बाइन भएर मात्रै हुन्छ तर यहाँको चाहिँ स्पेशल भनेको चाहिँ रोबोटिक्स क्लब भयो एउटा यो ब्लकमा हजुर अनि सबभन्दा राम्रो माई पर्सनल फेभरेट चाहिँ आई क्याफे अफ कोर्स हो हजुर आई क्याफे भनेको ठ्याक्कै हाम्रो अगाडिकै क्याफे हो हजुर अगाडि क्याफे सबैजना काम गर्दै रहेछ नि त यार काम गर्ने नास्ता खाने इन्जोय गर्ने त्यो क्लास सकिसकेपछि यहाँ जस कलेज चाहिँ नछोड्दा रहेछन् होइन हजुर कोही हलमा बसेर काम गर्दैछन् बसेर गरिरहेको कोही यहाँ बसेर अनि तपाईँ चाहिँ के पढ्दै हुनुहुन्छ म तपाईँ बिएससी सिएसआइटी बिएससी सिएसआइटी हजुर अनि कुन चाहिँ सेमेस्टर हो अनि सेकेन्ड सेमेस्टर सेकेन्ड सेमेस्टर हजुर तपाईँले हालसालै जोइन गर्नुभयो नि त सेकेन्ड सेमेस्टर भनेर 6-7 महिना नै भयो हजुर कस्तो लागिरहेको छ यहाँ मलेसियन डिग्री रे राम्रो लाग्यो एक्सपायर रे हो हजुर ओके कतिजना स्टुडेन्ट्स छन् तपाईँको क्लासमा हाम्रो क्लासमा 40 जति होला नि 40 छन् अनि सेक्सन्सहरू पनि छन् सेक्सन्सहरू छन् 12 वटा सेक्सन छ हाम्रो चाहिँ 12 वटा सेक्सन हजुर ब्याचलर्समा ब्याचलर्स बिएससी सिएसआइटीमा हजुर 12 वटा सेक्सन
सेकेन्ड सेमेस्टरको अब कहाँ लाँदै हुनुहुन्छ अब हामी रोबोटिक्स स्कोप हेर्न जान्न त हजुर यो के चलिराख्नु भएको हजुर यो यो हाम्रो रोबो सकरको एउटा बटो जुन चाहिँ म आफैले अपरेट गर्छु जुन चाहिँ नेसनल र इन्टरनेसनल म टेक्सपायरलाई रिप्रेजेन्ट गरेर जाँदाखेरि चाहिँ योले कम्पिटिसनहरूमा पार्ट लिइरहेको हुन्छु। हजुरको नाम मेरो नाम चाहिँ समीप खतिवडा। समीप खतिवडा जी अनि हजुर। उहाँको नाम चाहिँ उहाँको नाम चाहिँ इशान भट्टराई। इशान भट्टराई समीप खतिवडा अनि यो चाहिँ तपाईँले बन्द गर्नुभयो हजुर यो सुटकेसमा चाहिँ कहिलेकाहीँ सामान नअटेर हजुर पनि त्यस्तै कोचाउनु भएको जस्तै गरेर हजुर। देखिरहेको छु कतिको च्यालेन्जिङ छ तपाईँहरू दिनभरि यहीँ हुनुहुन्छ हामी दिनभरि मात्रै होइन हामी रातभरि पनि बस्छौँ। अब कहिलेकाहीँ अब इभेन्ट आइरहेको बेला घरको बास छोड्नुपर्छ। तर मनले नै छोड्नुहुन्छ मनले नि छोड्छौँ। अब यसैमा छ मन पढाइ बाहेक अब अर्को कुनै न कुनै स्किल त जानु पर्यो। अब यसैमा छ अहिले सो यो सिकिरहेको चाहिँ तपाईँको पढाइमा छैन। पढाइमा चाहिँ यो तपाईँले छैन। गर्दाखेरि आफैले नै robotics हजुर। department खडा गर्नुभएको हजुर तपाईँहरूले हजुर कलेजलाई भनिकन हजुर कलेजमा म अहिले 4th सेमेस्टरको स्टुडेन्ट हो। हजुर म यहाँ कलेजमा जोइन गरेकै रोबोटिक्सको लागि हो। रोबोटिक्स म मेरो सँगसँगैको 2-3जना साथीहरूले नै भएर कलेजमा खोलेको खासमा। सो रोबोटिक्स डिपार्टमेन्ट थिएन थिएन हजुर रोबोटिक्स गर्ने सोच पनि थिएन थिएन तपाईँहरू 3-4 जनालाई चासो लाग्यो हजुर अनि तपाईँले कलेजकै चासोको विषय बनायो हजुर। अनि कलेजलाई चाहिँ के भनेर कन्भिन्स गर्नुभयो त यत्रो कलेजलाई लगानी अब गर्नु? कलेजको अब त्यति बेला कलेज त नयाँ थियो। कलेजलाई के चाहिरहेको थियो मार्केटिङ चाहिरहेको थियो अनि त्यति बेलादेखि अहिलेसम्म चाहिँ रोबोटिक्सै एउटा हाइपमा छ नेसनल इन्टरनेसनलहरूको लागि। अनि हामीले एउटा कलेजलाई के भनेर कन्भिन्स गरेको कि हामीले गएर ट्रफीहरू लिएर आउँछौँ जुन चाहिँ हामीले पुरा पनि गरिरहेको छौँ। बाहिर गएर नेसनल इन्टरनेसनल गएर हामीले अहिलेसम्म वान अफ द बिगेस्ट इभेन्ट टेक्नोसियन वर्ल्ड रोबोटिक्स च्याम्पियनसिप भन्ने इभेन्टमा पनि अलरेडी पार्ट लिइसकेको छौँ जुनमा चाहिँ अनफर्चुनेटली हाम्रो पोजिसन आएन। तर त्यसमा हामी 4th भएर आएको 60+ लाइक टिम्सहरूले कम्पिट गर्दाखेरि त्यो इभेन्टमा चाहिँ वर्ल्ड वाइड हजुर हाम्रो यो ब्राजिलबाट रसियाबाट लगायत धेरै कन्ट्रीहरूबाट टिम्सहरू आउनु भएको थियो त्यसमा चाहिँ। ल यु टेल मी दिस तपाईँ बाहिर जानुभयो हजुर यो सबै लजिस्टिक अपरेसनल खर्च कसले बेहोर्छ त? यस्तो छ हामीले कलेजलाई भन्छौँ कलेजले हामीलाई एउटा सर्टेन पर्सेन्ट हेरिदिन्छ जुनबाट चाहिँ हामीले कलेजले बाहिरबाट सकेसम्म स्पोन्सर खोज भन्नुहुन्छ अनि जुनले चाहिँ हामीलाई एज अ टिम सपोर्ट गर्न सकोस्। अनि हामी चाहिँ एज अ टिममा पनि जान्छौँ एज अ स्पोन्सरको लागि पनि जान्छौँ एज अ कलेजले पनि सपोर्ट चाहिँ गर्छ। स्पोन्सरलाई तपाईँ आफैले प्रपोजल बनाउनुहुन्छ सबै? हजुर हजुर हामीले चाहिँ हाम्रो चाहिँ अपरेट गर्ने चाहिँ क्लबमा चाहिँ 2टा क्लजेस छ। एउटा चाहिँ हाम्रो टेक्सपायर रोबोटिक्स क्लब छ एउटा चाहिँ टेक्सपायर रोबोटिक्स कम्युनिटी क्लब छ। हाम्रो कम्युनिटीबाट चाहिँ हामीले 6 देखि 12 सम्मलाई एजुकेसन पनि दिन्छौँ यो रोबोटिक्सको चाहिँ। अनि त्यसैको लगायत चाहिँ हामीले स्पोन्सरहरू पनि मागिरहेको हुन्छौँ अनि त्यही कम्युनिटीको थ्रु चाहिँ हामीले अरू स्कुल कलेजहरूबाट स्टुडेन्टहरूलाई पनि लिएर गइरहेको हुन्छौँ। नाम लिनु मिल्छ नि मिल्दैन? हामीले स्पोन्सरको नाम लिन मिल्ने खालको चाहिँ 2टा छन्। नाम लिएर मिल्दैन हजुर, नमिल्ने हजुर, खालका पनि हुन्छन् ओके। हजुर हाम्रो 2टा चाहिँ एउटा हिमालयन सल्युसन भन्ने छ जुनले चाहिँ हाम्रो यो लाइक इक्विपमेन्ट्सहरूको लागि हेरिदिन्छन् अनि अर्को चाहिँ एउटा अल्टिमा हुनुहुन्छ हाम्रो अल्टिमा लाइफस्टाइल उहाँ हुनुहुन्छ। अनि अब अर्को त एउटा कन्भिन्स गर्नुभयो? हजुर हजुर हाम्रो टिममा हामीले स्पोन्सरसिपको लागि चाहिँ यस्तो छ हामीले उहाँहरूसँग चाहिँ उहाँहरूको थट बुझ्दाखेरि चाहिँ अल्टिमाबाट चाहिँ हामीलाई के कुरा आयो भन्दाखेरि उहाँहरूको लागि चाहिँ हामीले एउटा प्रोडक्ट डिजाइन गरिदिनु पऱ्यो अरे जसलाई अब उनीहरूको नेपाली कल्चरमा लाइक वर्ल्ड फेमस हुने खालको हामीले चाहिँ एउटा केही डिजाइन टाइपको बनाइदिनु पऱ्यो अरे भनेर कुरा आयो जुनमा चाहिँ हामी अहिले पनि वर्क गर्दैछौँ लाइक स्पिकर्सहरूको डिजाइनमा चाहिँ। अनि हामीले चाहिँ उनीहरूलाई एउटा प्रोटोटाइप दिने भनेर कुरा गरेको छौँ। त्यसमा चाहिँ हामीले विथ दिस इयर इन्डिङ हामीले चाहिँ त्यो प्रोजेक्ट उनीहरूलाई चाहिँ प्रोभाइड गर्ने सोचेर हिँडिरहेको छ। अब त तपाईँ 4th इयर हुनुभयो हजुर कलेजलाई बिदाबारी गर्ने समय आयो हजुर अब यो सबै बनाउनु भएको छ के गर्ने अब? हजुर अब यो सबै बनाएको त हामीले अब हाम्रो जुनियरलाई अभियसली छोडिदिइहाल्छौँ होइन सिकाइहाल्छौँ। अब जस्तो ऊ पनि भर्खर सेकेन्ड सेमेस्टरमा हो। अब त्यो सँगसँगै आज नै ठ्याक्कै हाम्रो अहिले ठ्याक्कै 1 बजेदेखि हाम्रो न्यू मेम्बर रिक्रुटमेन्टको इन्टरभ्यू थियो आजबाट। हजुर हजुर अनि अब हजुर अब कलेज सकाएपछि चाहिँ के गर्नुहुन्छ भन्नुहुन्छ भने चाहिँ हामीले 3-4 जना साथीहरू मिलेर आफ्नै एउटा रोबोटिक्स कम्पनी रजिस्टर पनि गरेको छौँ। रेभेन्यू के त रोबोटिक्स? यस्तो छ त्यो रोबोटिक्सबाट चाहिँ अब हामीले त एउटा त मेन भनेको त प्रोजेक्टहरू भयो अनि त्यो रोबोटिक्स सँगसँगै आइटी कम्पनी पनि हो। अनि त्यो कम्पनीको नाम चाहिँ शासन रोबोटिक्स एन्ड इन्फोटेक प्राइभेट लिमिटेड हो जुन हजुर हजुर जुनमा चाहिँ अब हामीले नर्मली हाम्रो त्यसमा चाहिँ बेस के छ भन्दाखेरि 1 देखि 12 सम्मको एजुकेसन प्रोभाइड गर्छौँ हामी स्टिम एजुकेसन त्यो कम्पनीबाट चाहिँ। अनि प्लस प्रडक्ट पनि सेल्स गर्छौँ यो रोबोटिक्सको भयो आइटीको भयो आइटीमा अब जस्तो हाम्रो वेबसाइटहरू हुन्छ होला बनाउनु पर्ने हुन्छ होला कसैको बुस्ट गरिदिनु पर्ने होला त्यो पनि गर्छौँ हामीले कम्पनीबाट। सो हामीले चाहिँ मार्केटमा चाहिँ त्यस्तो खालको के भन्छ एउटै कम्पनीले चाहिँ
रोबोटिक्स, आइओटी, आइटी, एरोनोटिक्स अनि आइटीको वेबसाइटहरू डेभलपमेन्टहरू सबै चाहिँ दिने तरिकाले हामीले एउटा आफ्नै कम्पनी चाहिँ रेजिस्टर गरेको छौँ। ल धेरै खुसी लाग्यो मलाई तपाईँहरूको कुरा सुन्दाखेरि। हजुर तपाईँले आफूले मात्र होइन आफूभन्दा जुनियर्सहरूलाई पनि तपाईँले इम्पावर गरिराख्नु भएको छ। हजुर यो पुरा डिपार्टमेन्ट राखेर कलेजले जुन तपाईँहरूप्रति विश्वास देखाउनु भएको छ त्यो विश्वासलाई तोड्नु भएको छैन, अगाडि लगिराख्नु भएको छ। कलेजले पनि मैले यसो हेर्दाखेरि मार्केटिङ भन्दा पनि उहाँहरूको मैले केही पनि जय जयकार गर्नु खोजेँ होइन, तर यसो हेर्दाखेरि कलेजले पनि सस्टेनेबलै छ है, हजुर गर्न सकिन्छ, बच्चाहरूले गरेर देखाउँछन् भन्ने विश्वास पनि राखेकै छन् होइन। नत्र त एकचोटिमा मार्केटिङ हुन्छ होला, दोस्रो तेस्रो चौथो वर्ष त खालि यसैमा गरेर त सोच्दैन नि त कसैले पनि, एकचोटि भइहाल्यो गरिहाल्यो। तर होइन, यहाँ त पुरा तपाईँहरूलाई सामानदेखि हरेक कुरा होइन। हजुर इट्स अल गुड, थ्याङ्क यू सो मच। हस्। अनि यो मसिन्सहरू पनि सबै कलेजले दिएको? हजुर हजुर यो चाहिँ हाम्रो 3D प्रिन्टर हो। कति पर्दो रहेछ 3D प्रिन्टर? यसलाई हामीले डाइरेक्ट चाइनाबाट इम्पोर्ट गराएको, यसको फिलामेन्टहरू सहित गर्दा चाहिँ हामीले अराउन्ड 3 लाख रुपिस परेको छ यसमा। एन्ड द्याट इज प्रोभाइडेड यु एभ्रिथिङ हजुर कलेज? हजुर नट लाइक 100% एभ्रिथिङ, थोरै हामीले स्पोन्सरको थ्रुबाट पनि लिएर आएको छौँ, तर यो मेसिनरीहरूमा चाहिँ 100% कलेजले हेरेको छ। अनि हामीले चाहिँ एउटा कलेजले नै हजुर हजुर एभ्रिथिङ हामीले अहिले कलेजको लागि एउटा मेजर ठुलो प्रोजेक्ट गरिरहेको छौँ, के चाहिँ त्यो त भन्नु मन त। ह्युमनोइड रोबोट, जुनको चाहिँ टाउको त्यहाँ अलरेडी रेडी छ। ओ वाउ, द्याट वान। हजुर अनि यसको टाउकोहरु चाहिँ आँखा होला। हजुर त्यो सबै इभन त्यो हामीले नर्मली चाइनामा रोबोटहरू हेरेर हुन्छौँ नि, हिँड्छ गुड्छ, त्यस्तो खालको चाहिँ हाम्रो कम्मरभन्दा माथिको बन्छ, जुन चाहिँ हाम्रो टाउको रेडी छ। अनि हाम्रो कम्मरभन्दा माथि चाहिँ बन्दैछ, हाम्रो थोरै पार्ट्सहरू आउँदै बाँकी छ, त्यही भएर चाहिँ हाम्रो होल्डमा थियो। टाउको हातमा लिनु मिल्छ। यसरी हजुरले दिदिन्छ। हजुर हेर्नु, अब एउटै टाउकोलाई अपरेट गर्नको लागि यहाँ धेरै कुराहरू लागेको छ कि। ओके। अनि आँखा पनि देखाइदिउँ न। अनि यो चाहिँ हाम्रो यो टाउको बाहिरपट्टिको स्किन जुन बन्छ त्यसको लागि भयो। यो दुईटाको बिचमा चाहिँ हाम्रो सिलिकन जान्छ, अनि सिलिकन गएर चाहिँ यसको फेस एउटा स्ट्रक्चर बनाउँछ यसले चाहिँ। मेन कुरो त बाई बाई भनेपछि पो आएर उहाँलाई त यसको आँखा हल्लिँदैन अहिले? अहिले चाहिँ हल्लिँदैन, अहिले यसलाई फेरि प्रोग्राम गर्नुपर्छ एकचोटि फेरि, त्यसको लागि चाहिँ काम त लामै रहेछ है, धेरै लामो छ। यति बनाउनले हामीलाई 3 देखि 4 महिना लाग्यो। यो सबै कसले तपाईँलाई फन्डिङ दिइरहेको? यो ह्युमनोइड प्रोजेक्ट चाहिँ हामीले के भन्छ टोटली कलेजको लागि गरिरहेको। अनि यो यति मात्र, यो मात्र र यो जुन छ हजुर, तपाईँहरूले अहिले जहिले यो हजुर, 3-4 महिना लाएर अहिले यो हजुर, चाहिँ गर्नुभयो, यतिमा कति गयो त? अब अहिलेसम्ममा कलेजको अराउन्ड 4 to 5 लाख रुपिस गइसकेको छ। यतिमा होइन टोटलमा चाहिँ, ए। जुनबाट चाहिँ हाम्रो अलमोस्ट 50% 60% सबै सामानहरू र प्रिन्टिङहरू चाहिँ भइसकेको छ, जुनबाट चाहिँ यो रेडी भएको छ। अनि एउटा आर्म रेडी भएको छ, म चाहिँ त्यो आर्म पनि देखाउँछु चाहिँ। यो मुन्टो एक्चुअली तपाईँले हजुर होइन, अब यत्रो पैसा परेको कुरा मलाई यो हातमा अब देखाउन सिद्धिसकेपछि वाउ। यो चाहिँ हाम्रो सबै वर्किङ खालको हुन्छ। यसमा चाहिँ हल्का हाई लोड खालको, अब हामीले बनाउँदाखेरि बनाइरहेको छौँ भने ठुलै राम्रै खालको बनाऊँ भनेर चाहिँ यसमा गएको हो। अनि यसले चाहिँ लगभग हाम्रो यो एउटा हातले चाहिँ अराउन्ड 10 to 15 केजी आफैले बोक्न सक्छ यसले। हजुर हाम्रो चाहिँ हाम्रो लगायत त्यो सँगसँगैको हाम्रो नेपालमै नपाइने खालको सामानहरू पनि हामीले चाइनाबाट मगाएको छ, जस्तो अहिलेसम्मको मिल्छ। यो मोटर चाहिँ हाम्रो 60 केजीको मोटर हो। यो एउटा मोटरले 60 केजीसम्म पेलोड बोक्छ। अनि यसको चाहिँ यो चाहिँ अब हाम्रो यो जस्तो यो बाइसेप्सहरू हुन्छ यस्तोमा चाहिँ यो लाग्छ। अनि यो यस्तोमा लागेपछि यो चाहिँ इच एउटा मोटर चाहिँ 9 केजीको मोटर हो। यो एउटा मोटर हजुर 9 यो एउटा मोटरले चाहिँ 9 केजीसम्म बोक्न सक्छ। 5 हजुर यो 5 भनेको 1 2 3 4 5 हजुर। यहाँ हाम्रो चाहिँ अब बडी स्ट्रक्चर पनि रेडी हुँदैछ। यो चाहिँ हाम्रो कम्मरको पार्ट भयो, अनि ब्याकको पार्ट भयो। यो बिस्तारै बिस्तारै जोडी छ। यो चाहिँ ठ्याक्कै यसको अगाडिपट्टिको पार्ट हो। यो चाहिँ यसको अगाडिपट्टिको पार्ट हो। यो तपाईँले कलेजमा सिकाएको कुरा होइन, यो चाहिँ हामीले आफैले गर्दा गर्दै सिकेको कुरा हो। केबाट चाहिँ सिक्नु? अब हामीले अब रिसर्च, मैले रोबोटिक्स गरेको अराउन्ड 5 इयर्स भयो। तपाईँ कति वर्ष हुनु? म 21 वर्षको भएँ। तपाईँ 21 वर्ष हुनु? हजुर मैले तपाईँले 16 वर्षदेखि गर्न थाल्नु? मैले 11 एसएलसी सकेदेखि नै गर्न थालेको, सिक्न थालेको। मलाई यसमा चाहिँ रोबोटिक्स नै भनेर चाहिँ होइन, तर यस्तो टेक्नोलोजीको कुराहरूमा चाहिँ 6-7 मा हुँदादेखिको इन्ट्रेस्ट थियो। प्लेटफर्म थिएन, तर अहिले छ। तपाईँ टेक्स पाएर आउँदाखेरि कति 18-19 वर्ष? 19 वर्षको थिएँ म। अनि 19 वर्षको मान्छेले कलेजलाई के भनेर चाहिँ इन्भेस्ट गर्नलाई अब पास्ट रेकर्ड अब हल्का फुल्का रेकर्ड थियो, धेरै नभए पनि। अब त्यसमा सपोर्ट मागेको हो कलेजले, जुन चाहिँ कलेजले सपोर्ट गरेको कारणले अहिले हामी जन्माथि छौँ।
अरू पनि कलेजेसहरूले यसरी गर्नु हजुर छन्, धेरै कलेजेसहरू छन्, कति कलेजेसहरू त हामीभन्दा धेरै माथि छन्। तर यो सेक्टरमा रोबोटिक्सको यो हामीले जुन यो रोबोट बनाइरहेको छौँ त्यो सेक्टरमा चाहिँ अहिलेसम्म कोही पनि हुनुहुन्न। आई विश यु द भेरी बेस्ट। थ्याङ्क थ्याङ्क यू यू। सो मच। अब कहाँ त अब हामी स्टुडेन्ट सर्भिस डिपार्टमेन्टमा हजुर यो चाहिँ हाम्रो स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट भयो। अनि यहाँको स्टुडेन्ट सर्भिस डिपार्टमेन्टको हेड चाहिँ हाम्रो नेहा म्याम। ओके न्यामा हजुर यहाँ चाहिँ तिमी उहाँलाई आएर दुःख दिन आउँछौ धेरै कसरी दुःख दिनु, के दुःख दिन्छौ तिमी कहिले टिभी चलेन भनेर, यसरी रिमोट चलेन भनेर, कहिले नेट चलेन भनेर, कहिले के भयो भनेर अनि उहाँ रिसाउनुहुन्छ रिसाउनुहुन्न, प्रब्लम सल्भ गर्नुहुन्छ हाम्रो। उहाँ हेर न सुने जसरी गरेर नसुने जस्तो गरेर त्यतिकै बसिरहेको भएको छ होइन। ल अब तपाईँसँग कुरा गर्छु नि हजुर अच्छा हजुर भर्खर आइकेमै बसिरहेको चटपटे चाहिँ मिठो पाउँदो रहेछ हो त्यो चटपटी मात्र हैन सबै चिज मिठो कसम साँच्चै हो साँच्चै हो भक्का भक्छन् त्यहाँ त एभ्री टाइम नै त्यो प्याक नै हुन्छ भनेपछि त्यहाँ प्याक हुने बेला तपाईँलाई आनन्द भयो मलाई त आनन्दै हुन्छ मान्छेहरू आएनन् आएनन् हो यस आउने एक्ज्याक्टली बेला चाहिँ के दिएर आउँछन् तपाईँ क्या यस्तो छ अब हाम्रो चाहिँ मेरो डिपार्टमेन्ट चाहिँ स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट भयो सो बेसिकली हामी चाहिँ स्टुडेन्टसँग भनौँ न नजिक भएर काम गर्नुपर्ने हुन्छ उनीहरू अब जस्तै केही उनीहरूको क्वेरिजहरू चाहिँ हामीलाई इजिली भन्न सक्छ उनीहरूले रिगार्डिङ उनीहरूको एकाडेमिक्स होस् एडमिनिस्ट्रेटिभ पार्ट होस् होइन उनीहरू सरहरूसँग गएर कम्युनिकेट गर्न भन्दा पनि हामी मसँग इजी मान्छ सो उनीहरूको प्रब्लम सल्भिङ प्लेस भनौँ न उनीहरूलाई के प्रब्लम पऱ्यो भने चाहिँ हामीले अन द स्पोट अरू मैले चाहिँ क्विकली त्यसलाई चाहिँ कसरी हुन्छ सल्युसन निकाल्नेतिर लाग्छु सो हाम्रो डिपार्टमेन्ट चाहिँ त्यही हो र उनीहरूको चाहिँ इन्टरनल सबै स्टुडेन्टसँग रिलेटेड सबै डकुमेन्टेसन भनौँ अटेन्डेन्स भनौँ त्यो सबै पार्टहरू चाहिँ हामीले नै हेर्ने हो यहीँबाट कतिजना बङ्क गर्छन् म्याम मैले बङ्क गरेँ हेर्नुहोस् म्याम एटेन्डेन्स मिलाइदिनु त्यो त एभ्री टाइम नै आइरहेको हुन्छ तर मसँग चाहिँ त्यति धेरै उनीहरू त्यस्तो कुरा चाहिँ गर्दैन तर मसँग चाहिँ स्टुडेन्टहरू अलिकति डराउँछ होइन मैले उनीहरूलाई त्यही अनुसारले नै गाइड गरिरहेको हुन्छु प्लस उनीहरूको भनौँ न उनीहरूको एक्टिभिटी अनुसार उनीहरूलाई मैले भनिरहेको हुन्छु क्या तिमीहरूले यस्तो गर्नुपर्छ यो चाहिँ गर्नु हुँदैन है भनेर सो बङ्कको कुरामा चाहिँ त्यो चाहिँ एभ्री कलेजमा त्यो हुन्छ नै सदाबहार हो तर यहाँ चाहिँ थाहा हुन्छ बङ्क गरेको पनि थाहा हुन्छ गर्लफ्रेन्डसँग हिँडिरहेको पनि देख्छु बोयफ्रेन्डसँग हिँडिरहेको पनि देख्छु बसेर चिया खाएको पनि देखिरहेको हुन्छ सो यहाँ चाहिँ अब सबै टाइपको स्टुडेन्टहरू छ रमाइलो छ हजुर रमाइलो छ सुटिङमा कति सहज पारिन्छन् भने म्यामले होइन हजुर अर्को ठाउँ पनि जानु लाग्यो जहाँ तपाईँहरूलाई देखाउनु भएको छ त्यो हजुर ठाउँ पनि उहाँले गर्दाखेरि नै हामीलाई सहज रूपमा हामीहरू खिच्न गइरहेको छ म्याम थ्याङ्क यू र अब चाहिँ म यतातिर लाग्दैछु जहाँ चाहिँ मेरो भाइ हुनुहुन्छ यो तपाईँको होइन नि होइन ओके हामीहरू यहाँ बस्छौँ अब तपाईँ चाहिँ मलाई जानकारीमा आएको अनुसार रोबोटिक्स पनि हेऱ्यौँ हजुर अनि त्यहाँ पनि स्टुडेन्टहरूले आफैले पहल गरेर यहाँ रोबोटिक्स लिएर आएका अरे हजुर अनि तपाईँले पहल गरेर फेरि यहाँ टोस्ट मास्टर्स लिएर आएका अरे हजुर स्टुडेन्टको लागि सपोर्ट त म धेरै नै देखिरहेको छु हजुर तपाईँले चाहिँ टोस्ट मास्टर्स भनेर हजुर के कारणले तपाईँलाई इन्ट्रेस्ट लाग्यो टोस्ट मास्टर भनेको अब पहिल्यैदेखि सुनि पनि रहेको एन्ड देन पहिला अफिसमा काम गर्दाखेरि चाहिँ हाम्रो अफिसमा चाहिँ यस्तो कल्चर थियो क्या पब्लिक स्पिकिङ टोस्ट मास्टर क्लब खोल्ने अनि यता आउँदाखेरि मलाई पनि पहिल्यैदेखि जोइन गर्न मन थियो एन्ड देन कलेजमा चाहिँ यस्तो हेर्दाखेरि केही पब्लिक स्पिकिङमा यस्तोमा केही पनि छैन फेरि आइटी कलेज आइटी स्टुडेन्ट्सहरू बोल्न नसक्ने त्यस्तै हो अब टेक्नोलोजीहरू तर एक्चुअल बनाउन चाहिँ सक्ने सेल चाहिँ गर्न नसक्ने हुन्छ नि त तपाईँ चाहिँ सेल गर्न सक्नुहुन्छ हो त्यसरी अब हाउ टु सेल तपाईँको शुभ नाम माई नेम इज निरञ्जन मगर निरञ्जन मगर अनि व्हाट आर यु स्टडीing right now currently studying BSc IT at Expire College. Which sem? Third sem. Third sem. हजुर So you're a sales guy as well. That is what you would like to believe. You're working as sales. Not working as sales, but I would call myself more of an entrepreneur guy. Oh, so Yeah, to know everything. what is the enterprise that you'd like to own later on or get it into practice? Probably in IT. Hopefully एउटा आइटीमा सम काइन्ड अफ बिजनेस थिङ्किङ बिजनेस आइडिया चाहिँ म तपाईँलाई अहिले भन्छु क्यामेरा अफ भएपछि क्यामेरा अफ भएपछि ठिक छ सबैजनाले थाहा भयो हो जस मान्छे चाहिँ जाने रहेछ कुन चाहिँ कुरो कहाँ दिने र नदिने भनेर सो मलाई तपाईँको साथीले यहाँ कलेज टुर गराउँदै थियो तपाईँ प्रेसिडेन्ट भनेर भन्नुभयो हजुर हो टोस्ट मास्टर्स अहिले तपाईँको टोस्ट मास्टर्समा कतिजना छन् अहिले वी हेभ करेन्टली 20 एक्टिभ मेम्बर्स 20 एक्टिभ त्यो तपाईँले नै बटाउनु परेको कि आफै सेल्फ भलिन्टियर आए आई मिन फर्स्टमा चाहिँ सेल्फ भलिन्टियर नै हो आफैले स्टुडेन्ट्सहरूले
सर्टेन अमाउन्ट हालेर कलेजले सर्टेन अमाउन्ट स्पोन्सरसिप गरिदिएर 50 लाइक 75-25 जति स्पोन्सर 25 चाहिँ कलेजले स्पोन्सर गरेर 75 चाहिँ स्टुडेन्टले हालेर खोलेको हो। सो हामीले चाहिँ अनाउन्समेन्टहरू खोल्दैछ एन्ड देन मार्केटिङ चाहिँ हामीले आफैले गरेको हो। मी एन्ड माई फ्यु फ्रेन्ड्स मिलेर एन्ड देन 20 जना चाहिँ भलिन्टियरली आउनु। फिस तिर्नुपर्छ तपाईँकोमा एउटा स्टुडेन्ट पर स्टुडेन्ट टोस्टमास्टर इन्टरनेसनललाई पे गर्नुपर्ने चाहिँ 13,000-14,000 हो। इयरली नट इयरली 6 मन्थ 6 मन्थ्समा Quarterly. एकजनाले त्यसमा कलेज स्पोन्सर्स 4,000 अनि स्टुडेन्ट्स पेज 8,000। सो अनि हप्ताको एकचोटि सबैहरू बसेर सबै यो टोस्टमास्टरमा त लेभल हुन्छ होइन लेभल हुन्छ, लेभल 1 लेभल 2 लेभल 3 अनि पाथवे हुन्छ। तपाईँहरूलाई मेन्टरिङ गर्ने कसले त्यहाँ देयर इज नो डेजिग्नेटेड टिचर नै भन्नु चाहिँ हुँदैन। वी लर्न बाई डुइङ। हामी आफैले भलिन्टियर गरेर आफैले रोल्सहरू लिएर अनि बाहिर सरी काटिहालेँ होइन हाउ डु यु से लाइक ल हामीहरू लेभल 1 बाट लेभल 2 गयौँ who's the person looking after the levels स्टुडेन्ट्सले नै हो सबै लिडरसिप लिइरहेको। एन्ड देन भाइस प्रेसिडेन्ट एजुकेसन, भाइस प्रेसिडेन्ट मेम्बरसिप भन्ने हुन्छ। पुरै अर्गनाइज वेमा स्टुडेन्टले नै प्लान गरेर स्टुडेन्टले नै स्पिचेस बनाएर स्टुडेन्ट्सले नै इभ्यालुएट गरेर बाहिरबाट इभ्यालुएटर्सहरू पनि आउनुहुन्छ हुन त अफकोर्स, तर 90% यहीँको स्टुडेन्ट्सहरू हो। अनि कहाँ गर्नुहुन्छ त यो सब यहीँ माथि हाम्रो सगरमाथा हल जानुभएको छ एकदम ठुलो चाहिँ हल त। हजुर हजुर त्यही त्यही हो एक्ज्याक्टली। अनि कलेजले त्यो पनि मजाले जुन बेला तपाईँहरूलाई चाहे तपाईँलाई दिनुहुन्छ भेन्यू एन्ड स्पोन्सरसिप एन्ड कहिलेकाहीँ यताउता क्लब एक्सपेन्सेसहरू चाहिँ दिनुहुन्छ। द्याट आइ एम रियली थ्याङ्कफुल टेक्स पार्क कलेज। टेल मी दिस हाउ डिड यु कन्भिन्स द ब्लडी कलेज हाउ डिड आई कन्भिन्स द कलेज? पहिला हाउ आर यु आई जस्ट टर्न 22 टुडे। यु 22 हैन आज सो हाउ डिड यु कन्भिन्स द कलेज हाउ डिड आई कन्भिन्स द कलेज? टुडे ह्यापी बर्थडे थ्याङ्क यू। गर म्याम ल अनि कन्भिन्स गर्न चाहिँ एउटा प्रपोजल नै लिएर गएँ एन्ड देन कलेज पनि हेल्पफुल नै हुनुहुन्थ्यो। एकचोटि दुईचोटि प्रपोजल लिएर गएपछि होइन दिस इज अ रियली ग्रेट आइडिया, आई विल सपोर्ट यु, लेट्स डु इट, विल गिभ यु स्पोन्सर, विल गिभ यु टाइम होइन जे चाहिन्छ आस्क अस, विल सपोर्ट यु, यु टेक द लिड भनेर अनि आफैले लिड लिएर एन्ड देन 20 जना ग्यादर गर्न इट टुक अस 5 मन्थ्स। 5 मन्थ्समा 20 जनालाई कन्भिन्स गरेर चार्टर गऱ्यौँ हामीले। अनि तपाईँ अहिले कुन चाहिँ सेम भन्नु थर्ड सेमेस्टर सेकेन्ड सेमेस्टरको फर्स्टमा गरेको सेकेन्ड सेमेस्टरको फर्स्टमा गरेको थर्ड सेमेस्टरको मिडमा खोल्यो। अब लास्ट इयर त आउनु लाग्यो त लास्ट इयर 3rd 4th 5th 6th हैन जस तपाईँ पछि अनि कसले सो हाम्रोमा चाहिँ नेक्स्टमा पनि हेल्प गर्दै जान्छौँ क्या। होपफुली कलेजले एलुमनाई पनि राख्छ होला, लाइक आफ्टर कलेज पनि जोइन गर्न दिने। म्यामलाई हेर्दै ओ माय गॉड आँखो के इशारै होपफुली एलुमनाइजहरूलाई पनि यही कलेजमा क्लब्सहरूमा अझै इन्भल्भ तपाईँको फुर्सद हुनु पर्यो नि कलेज सिक्नु त काममा जानु होला कहाँ दौडिनु होला हैन। हप्ताको 1 दिन मात्रै हो, लेट्स आफूले खोलेको। अब यसलाई हप्ताको 2 दिन पनि पार्ने सोच छ, कतिको इफेक्टिभ हुन्छ हप्ताको 2 दिन पार्दै? हप्ताको 2 दिन चाहिँ अलिकति हेक्टिक नै होला स्टुडेन्ट्सहरूलाई असाइनमेन्ट यताउता भनेर। द स्वीट स्पट इज once a week for how many hours? For 2 hours. And कुन टाइममा हुन्छ? बेलुका 6 to 8. And this is exclusively for the Techspire students only? Exclusively for Techspire students and staffsहरू Techspire related. Techspire team? Yes, Techspire team exclusively. Alright, happy birthday to you once again. Thank you so much and I wish you very well. आशिष सर, नेपाली स्कलरसिपमा तपाईँलाई स्वागत छ। थ्याङ्क यू सो मच। तपाईँले हामीलाई सधैँ स्वागत गर्नुहुन्छ हैन, यु हेभ अलवेज बिन वेलकमिङ। अझ मेरो करियरमा त टेक्सपायर टिम हेज अलवेज बिन वेलकमिङ। अब मैले युनिभर्सिटी फिज भनेर सकेँ सर, अब हाम्रो च्यानलको नामै नेपाली स्कलरसिप, हामीले यहाँ स्कलरसिप दिने प्रावधानहरू के छन् सर? स्कलरसिप दिने प्रावधानहरू छन्। सो हामीले अहिले बेसिकल्ली टेक्सपायर टप 100 स्कलरसिप भनेर एउटा प्रोग्रामै रन गरिरहेको छौँ। सो त्यो प्रोग्रामको इन्टेन्सन नि जसलाई आइटी पढ्न इन्ट्रेस्ट छ, आइटीमा म करियर बनाउन चाहन्छु भन्ने छ, तर ठ्याक्कै फाइनेन्सियल्ली सपोर्ट गर्न सक्ने, ब्याक गर्न सक्ने अवस्था छैन। सो त्यो स्टुडेन्ट्सहरूलाई टार्गेट गरेर चाहिँ 100 जना स्टुडेन्टहरूलाई 100 स्टुडेन्ट्सलाई हामीले सर्टेन लेभलको स्कलरसिप प्रोभाइड गरिरहेको छौँ। सो त्यसमा कसैले 1 रुपैयाँ तिर्नु पर्दैन, कसैले युनिभर्सिटी मात्रै तिर्छ, सर्टेन नम्बरले 50% स्कलरसिप पाउँछ। सो यो लेभलको क्याटेगोरी छ, त्यो लेभलको स्कलरसिप प्रोभाइड गरिरहेको छौँ। सो कुनै बेला मैले टेक्सपायर कलेज भनेर चिन्दाखेरि केही वर्ष अगाडि तपाईँहरूसँग आबद्धता बढाउँदाखेरि एउटा मात्र बिल्डिङ होइन, हाइप भन्ने पनि ठाउँ थिएन, अहिले हाइप भन्ने ठाउँ पनि रहेछ। अनि फेरि त्यहाँबाट गएर 2
कोर्स तल पुग्ने बित्तिकै अर्को ठुलो बिल्डिङ, बिल्डिङको अर्को साइडमा अर्को बिल्डिङ, ग्रोथ जसरी तपाईँहरूले जोखिम लिइकन सबै गरिराख्नु भएको छ, किनकि ठेगान त छैन भोलि गएर स्टुडेन्ट कति आउँछन् वा कति बढ्छन् वा घट्छन् भन्ने। तापनि तपाईँहरूले यसरी जुन तरिकाले लगानी जुटाएर अब फेरि त्यति मात्र भएन, फेरि बिल्डिङभित्र पनि तपाईँले स्टुडेन्टलाई टोस्ट मास्टर्स रे स्पोन्सर्ड, रोबोटिक्स रे स्पोन्सर्ड, त्यो पनि फेरि चाहन्छ नि एउटा मुन्टो बनाउनलाई मात्र रोबोटको 4-5 लाख पर्यो भन्दै थियो त्यो होइन, अचम्म लागिरहेको थियो। अब यो सबै प्राथमिकतामा राखेर तपाईँहरूले कलेजलाई मार्केटिङ गर्न खोजिराख्नु भयो कि स्टुडेन्ट्सहरूलाई नै प्राथमिकतामा राखेर गर्न खोजिराख्नु भयो कि यहाँ के छ सर मनसाय? होइन, खासमा जब हजुर त अवेरै हुनुहुन्छ, जब हामीले इनिसिएट गऱ्यौँ यो 3 इयर्सदेखि हामी मोर यसमा इङ्गेज भयौँ। सो डे 1 देखिकै प्लानिङ के थियो भन्दा आइटीमा चाहिँ हामीले एजुकेसन र आइटी इन्डस्ट्रीलाई कसरी कनेक्ट गर्ने भन्ने मोटिभले नै इनिसिएट भएको कलेज थियो। सो अहिले पनि यो सबै तपाईँले जति पनि देख्नुभयो प्राइमेरी हामीले एचिभ गर्न खोजेको कुरो नै आइटी पढ्ने स्टुडेन्ट छ भन्यो भने उसले चाहिँ इन्डस्ट्रीसँग नजिक पाउने ट्रेनिङ होला, स्किल्स होला, ग्लोबल सर्टिफिकेसनको कुरा होला, यो कुराहरूमा चाहिँ कन्टिन्युस काम गरेर वर्कआउट गरिरहेको छु। र त्यो चाहिँ सम हाउ स्टुडेन्टले एक्सेप्ट जुन नम्बर भयो, जुन ग्रोथ भयो, त्यो रिजल्ट के हो भन्दाखेरि एज अ कलेज चाहिँ यो कलेजले आइटी कम्पनीसँग नजिक पुऱ्याउँछ हामीलाई। हाम्रो एज अ ड्रिम जेलेर आएको छ स्टुडेन्टले। अब ब्याचलर्स भनेको त मोरओभर आफ्नो पर्सनल ड्रिम एचिभ गर्ने फिल्ड हो, ठाउँ हो। सो त्यो ठाउँ खोज्दाखेरि स्टुडेन्टले चाहिँ यस्तो कलेज पाओस् जहाँ चाहिँ उसले स्किल्स ट्रेनिङ वा मेरो गोल एन्टरप्रेन्योरसिप कम्पनी बनाउने यी गोलहरू चाहिँ एचिभ गर्न सक्ने प्लेस पाओस् भन्ने हिसाबले डेभलप गर्न खोजेका छौँ कलेजलाई, एज अ टेक्सपायर कलेजलाई। त्यो कुरा चाहिँ स्टुडेन्टले पाइरहेछन् र त्यसको तपाईँले यस्तो रिजल्ट के भयो भन्दा ग्रोथ नम्बर अफ स्टुडेन्ट हामी जति इङ्गेज गरिरहेको छौँ, एराउन्ड 2000 स्टुडेन्ट्स अहिले हामीसँग इङ्गेज भएर पढिरहेछन्। सो त्यो नम्बरहरू एचिभ गर्न सफल भयो। फेरि जिम्मेवारी पनि हस्तान्तरण गरिरहेका रहेछन् होइन। 6 सेमेस्टरकाहरूले लास्ट इयरकाहरूले नयाँलाई रिक्रुट गर्दै त्यो टिमलाई अझै जल्दो बल्दो सधैँ लेगेसी युक्त अगाडि बढिरहोस्, परम्परागत रूपमा नै बढिरहोस् भन्ने एउटा आफू मात्र अगाडि बसिराख्ने होइन, नयाँले पनि लिड लिनुपर्छ भन्ने पनि त्यहाँ भने। अनि अर्को कुरा चाहिँ अब मैले सरको पनि करियर हेर्दै आज सर टेक्सपायरको सिइओ हुनुहुन्छ, तपाईँले पनि निकै नै ग्रोथ लिनु भइसकेको छ आफ्नो करियरमा सर हेर्दै। अब जुन मेहनत तपाईँले गरिराख्नु भएको छ सर, सायद अरू कलेजले पनि त्यही अनुसारले गर्न खोजिरहेका होलान्। तपाईँहरू मलेसियन डिग्री हुनुहुन्छ, कोही ब्रिटिस डिग्री लिएर आएछन्, कोही अमेरिकन डिग्री लिएर आएछन्, कोही नेपाली डिग्री, कोही इन्डियन डिग्री। यस्तै मार्केटमा सर हामीहरू टेक्सपायर चाहिँ वी आर डिफ्रेन्ट भनेर तपाईँले हरेक दिन, हरेक भनौँ न क्वार्टर अर सेमी इयरली अर इयरली तपाईँले कसरी अगाडि बढाइराख्नु भएको छ? सो मेजरली डिफ्रेन्ट हामीले जस्तो एज अ जुन अब्जेक्टिभले सुरु गऱ्यौँ नि, सो यो चाहिँ एजुकेसन ब्याचलर्स पढाउन मात्रै खोलेको इन्स्टिट्युटै होइन। सो भनौँ न एज अ स्टुडेन्ट यहाँ कलेज छिरिसकेपछि क्वालिफाइड भएर निस्कियोस्, पास आउट हुँदाखेरि क्वालिफाइड निस्कियोस् भन्ने अब्जेक्टिभ हो। त्यो क्वालिफाइड हुने भने के हो त भन्दाखेरि स्किल्स हुनु पऱ्यो, ग्लोबल सर्टिफिकेसन्स हुनु पऱ्यो र एन्टरप्रेन्योरसिपमा केही काम गर्ने अपर्च्युनिटिज पाउनु पऱ्यो। सो प्राइमरली यो 3टा कुरामा चाहिँ हाम्रो बढी जोड छ, फोकस छ। र स्ट्राटेजिकली के फरक गरेका छौँ भन्दा जति एज अ कलेज एकाडेमिक्स कोर एकाडेमिक्स ब्याचलर्स पढाउनको लागि जति इन्भेस्ट गरिरहेको छ, सेम एमाउन्ट चाहिँ हाम्रो स्किल्स डेभलपमेन्ट र एन्टरप्रेन्योरसिप रन गर्नलाई इन्भेस्ट गरिरहेछ। हजुरले हेर्नु पनि भयो होला, वी हेभ डिफ्रेन्ट डिपार्टमेन्ट फर स्किल डेभलपमेन्ट, वी हेभ डिफ्रेन्ट डिपार्टमेन्ट फर एन्टरप्रेन्योरसिप। त्यति नै इन्भेस्ट त्यहाँ गरिरहेको छौँ, जसको अल्टिमेट रिजल्ट चाहिँ के हो भन्दाखेरि स्टुडेन्ट्सले अहिले भने जस्तो आफ्नो करियर यदि सेपअप गर्नुपर्ने छ, करियर माथि लानुपर्ने छ भने यो एडिसनल डिपार्टमेन्टको चाहिँ ठुलो रोल हुन्छ। त्यहाँ चाहिँ उनीहरूले अप्सनल आफ्नो इन्ट्रेस्ट अनुसारको डिफ्रेन्ट ट्रेनिङ्स र एक्टिभिटिजमा इङ्गेज हुन पाउँछन्। अब धेरै कुरा चाहिँ स्टुडेन्ट्समा रहँदो रहेछ। एज अ टेक्सपायर कलेज हामीले दिन सक्ने भनेको चाहिँ फिल्ड हो, अपर्च्युनिटिज हो, यो खाले एक्टिभिटिज हो। तर त्यसमा इङ्गेज हुने, स्टुडेन्ट्सहरूले आफ्नो इनिसिएटिभ देखाउने, आफू लिडरसिप लिएर यसमा जाने भन्ने कुरा चाहिँ अप टु स्टुडेन्ट्समा डिपेन्ड हुँदो रहेछ। र जो स्टुडेन्ट यसमा इङ्गेज गर्न चाहन्छ, प्रपर इङ्गेज गर्छ, उसको डेफिनेटली करियरमा चाँडो ग्रोथ हुने वा करियरको आफ्नो गोल एचिभ हुने भन्ने लाइनमा चाहिँ रन गर्दो रहेछ। एउटा स्टुडेन्टलाई भेटाएँ त्यहाँ आइबमा, सुरुदेखि नै चिन्थेँ म उसलाई। फर्स्ट इयरदेखि नै यहाँ आबद्ध भइकन नै अगाडि बढिराख्दाखेरि पहिला एकदम फङ्की भएर आउँथ्यो। अहिले 3rd इयरको आई थिङ्क 2 महिना बाँकी छ अरे सिद्धिनलाई। अनि किन तिमी यस्तो भनेर मैले अन रेकर्डै सोधेको, उहाँले होइन अब अलिक प्रोफेसनल हुन थालेँ,
माथि माथिको मान्छेहरूसँग सङ्गत हुन थाल्यो अब म पहिला जसरी चाहिँ गर्दिनँ म अब चाहिँ सुहाउँदो समय सापेक्षित भएर हिँड्नुपर्ने त्यो बोध पनि भइसकेको छ भइसक्यो। फेरि तपाईँहरूले सिटिओहरूलाई नै भेटाउनु हुँदो रहेछ स्टुडेन्टहरूलाई उहाँको फेरि राम्रो चिन्जान पनि गर्न भ्याइसकेका रहेछन् उहाँले मसँग त फोनमै छ तपाईँलाई चाहिन्छ नम्बर भन्दै थिएँ होइन सो आई सी द्याट ग्रोथ छ होइन तर अन्तिम एउटा प्रश्न तपाईँलाई स्कलरसिप चाहेर अब आशिष सर भेट्ने कि कुन सर भेट्ने कुन म्याम भेट्ने प्रोसेस के छ सर अनि कसैलाई पनि नभेट्ने सिधै कसैलाई नभेट्ने हामीसँग scholarship.texpire.edu.np भनेर अलग वेबसाइटै छ सो त्यहाँ जाने त्यहाँ अहिले फर्म ओपनै छ हाम्रो जुलाई 9 मा फर्स्ट स्कलरसिप टेस्ट भइरहेछ ओके सो त्यहाँ आफ्नो फर्म भरिदिनु भयो भने टेस्ट दिन आउन पाइयो सो त्यो टेस्ट दिने टेस्ट दिएपछि त्यसले चाहिँ मोर हजुरको स्टुडेन्टको एकाडेमिक स्ट्रेन्थ चेक गर्छ त्यस पछाडि स्टुडेन्टहरूको पर्सनल इन्टरभ्यू पनि हुन्छ पर्सनल इन्टरभ्यूमा चाहिँ उसको फाइनेन्सियल ब्याकग्राउन्ड हामी चेक गर्छौँ ओके सो स्कलरसिप मोर ओभर एकाडेमिक स्ट्रेङ्थलाई मात्रै नभइकन जो एकाडेमिकली स्ट्रङ पनि छ र फाइनेन्सियली उसले एफोर्ड गर्न सक्दैन सो त्यो स्टुडेन्ट हामी सिलेक्ट गरेर दिने हो त्यो कुरा चाहिँ हामी इन्टरभ्यूमा रिभ्यू गर्छौँ सो यो फर्स्ट जुलाई 9 मा छ यदि यो मिस भयो भने पनि अर्को दुईवटा पनि अलरेडी सेड्युल छ सो सबै इन्फर्मेसन वेबसाइटमै छ सो यसरी चाहिँ यो सेड्युल टाइम अनुसार आएर गर्नुभयो भने प्रोफेसनल र ट्रान्सपेरेन्ट तरिकामै कसैले त्यो चिन्जानको आधारमा नहुने भइसक्यो हजुर अब सर यहाँ फन्डिङ पनि धेरै गरिराख्नु भएको छ तपाईँहरूको मैले अघि पनि भनिहालेँ तपाईँले स्पोन्सर पनि गरिराख्नु भएको छ आई थिङ्क स्टुडेन्टहरूको लागि फन्ड पनि मिलाइदिइराख्नु भएको छ तपाईँले हामीले जस्तै सिड फन्ड भनेर जस्तै जसले अब आइटी इन्डस्ट्रीलाई अल्टिमेट ग्रोथ त हाम्रो अब्जेक्टिभ त आइटी इन्डस्ट्रीलाई ग्रो गर्ने भन्ने हो इन्डस्ट्रीलाई ग्रो गर्नलाई आइटी एन्टरप्रेन्योर्स पनि चाहिन्छ सो त्यसको एउटा ठाउँ चाहिँ कलेज बनोस् भन्ने हिसाबले अफिस अफ इनोभेसन इन्क्युबेसन एउटा डिपार्टमेन्टै छ सो त्यो डिपार्टमेन्ट चाहिँ एन्टरप्रेन्योर्सलाई काम गर्छ हामीले डिपार्टमेन्टलाई 1 करोडसम्मको इन्भेस्ट गर्न सक्ने फन्ड 1 करोडसम्मको हामीले डिसाइडेड दिएको छौँ उहाँहरूले त्यो प्रोसेस जस्तै स्टुडेन्टले सुरुमा आइडिया प्रेजेन्ट गर्छन् त्यसरी 8 मन्थ्स उनीहरू एन्टरप्रेन्योर डेभलपमेन्ट कोर्ट भनेर रन हुन्छ 8 मन्थ्स त्यो ट्रेनिङमा इङ्गेज हुन्छ र त्यहाँबाट सेलेक्ट भएका आइडियाजहरूले एज अ पिच गरेर त्यो आइडियाज ठिक लाग्यो भने कलेजले कति भ्यालु गर्ने कति एमाउन्ट इन्भेस्ट गर्ने डिसाइड गरेर सो एमाउन्ट इन्भेस्ट गरिन्छ सो त्यसको रिजल्ट हजुरले भेट्नु पनि भयो होला एआईको वार्ता एआई भनेर एआईको कम्पनी छ रोबोटिक्सको कम्पनी छ सो यो कम्पनीमा अलरेडी इन्भेस्टेड सो उनीहरूको सर्टेन रेभेन्यू पनि जेनेरेसन कामहरू सुरु भइसक्यो सो यो खालि एक्टिभिटिज हामी रन गरेर खालि खेलमा स्टुडेन्टहरूलाई सपोर्ट गरिदिउँ देखावटी होइन यो लङ टर्म भिजन र सस्टेनेबल तरिकाले नै अगाडि बढिराख्नु अगाडि यसको रिजल्ट आउन निमाड्नु परेछ सर स्टुडेन्टहरूको कहाँ के गरिरहेको यत्रो फन्डिङ गरिरहेको छु तिमीले के गरेर आएन अनि फन्डिङ पाउनेलाई गर्नु परेको छैन तर हाम्रो अझै इन्ट्रेस्ट के भन्दाखेरि स्टुडेन्टलाई त्यो इन्ट्रेस्ट जगाउन चाहिँ एक्टिभिटिज न्युमरस एक्टिभिटिज रन भइरहेछ तर स्टुडेन्टलाई त्यो एकाडेमिक्सभन्दा बाहिर पार्टिसिपेट गर है होइन त्यो ट्रेनिङहरूमा बस यो एक्टिभिटिजमा आऊ त्यो ग्रुपबाट मान्छे भनौँ न डिफ्रेन्ट काम गर्न चाहिँ जहिले पनि मान्छे हिचकिचाट हुन्छ नि त पढ्न आएको पढ्ने हो भन्ने टाइप मात्रै माइन्डसेट हुँदो रहेछ त्यो स्टुडेन्टको माइन्डसेट चेन्ज गरेर पढ्ने मात्रै होइन है यो एडिसनल एक्टिभिटिज एडिसनल क्लब्स यो ट्रेनिङ्स एन्टरप्रेन्योरसिप प्रोग्राममा चाहिँ पार्टिसिपेट हौ भनेर पुस चाहिँ हामीले गर्न चाहिँ पर्छ Alright, so thank you so much. I wish you the very best. धेरै मेहनत गरिकन मैले तपाईको करियर हेरेको छु र तपाईले जुन करियरलाई अगाडि बढ्दै फड्को मार्नु भएको छ धेरै जनाको लागि यो उदाहरणीय पनि छ जसरी तपाईले धैर्यता र मेहनतका साथ तपाईले अब टेक्सपायरलाई लिड गर्दै हुनुहुन्छ आई ओन्ली विश दैट यु केटर टु द पोजिटिभिटी साइड अफ द आईटी and make a great impact towards your objective, sir. Thank you so much. Thank you so much हजुरलाई पनि सो हजुरले हामीलाई डे 1 देखि सपोर्ट गर्दिरहनु भएको छ always sir always सो हेरौँ आईटी मा हामीले डिफरेन्ट काम गर्न खोजिरहेका छौँ यसलाई एक्जिक्युसन गर्ने थ्यांक यू सो मच नेपाली स्कलरशिप को यो च्यानल को यो एपिसोड अन्तर्गत हामीहरु आयम टेक्सपायर कलेजमा जहाँ चाहिँ रोबोटिक्स बारे पनि केही न केही भइरहेको छ तपाईको टोस्ट मास्टर्स बारे केही न केही भइरहेको छ पढाइको बारे केही न केही भइरहेको छ सो इफ यु वान्ट a good scholarship in this college, you know where to go. We've already provided you that information. So get your IT career uplifted if you want to study IT here at Texpire with scholarship.